Hey guys, welcome to my mini vlog. आज चाहिँ हामी सानो पिकनिक गर्नको लागि पुगे जङ्गलतिर। त्यहाँ पुगिसकेपछि चाहिँ यता चाहिँ हाम्रो बेनाजुले आगो फुक्दै हुनुहुन्थ्यो र यता चाहिँ हाम्रो निशान भाइहरू चाहिँ टक्क मासु पोल्नको लागि ढुङ्गा सफा गर्दै। त्यसपछि चाहिँ यता हाम्रो भाइहरू चाहिँ फेरि कुखुराको पखेटा काट्दै एकदम मसला मोल्नको लागि रेडीमा र टक्क लाएर नवीन चाहिँ यो दिँदै थियो। त्यसपछि म चाहिँ यसो भ्यू हेर्नको लागि यताउता गएँ। यताउता भ्यू हेरेर चट्ट लाएर भ्यू हेर्दै 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 चस्मा लगाएर चस्मा ढल्काउँदै यता हेर्दै हेर्दै यता फर्किए। फेरि केटाहरू चाहिँ यता च्वाचेको मासु र मसला मोल्दै रहेछ। यता चाहिँ आगो फुकेर रेडी बनाइसकेछ निशान भाइले। त्यसपछि चाहिँ म चट्ट लगाएर अघि मसलामा मोलेको मासु चाहिँ चट्ट लगाएर त्योमा पोल्न रेडी भए र रेडी भएपछि मैले अघि मोलेको मासुलाई चट्ट चट्ट लगाएर सबै मिलाएर चट्ट टक्क 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 यसरी ढुङ्गामा राखेँ। यसरी सबै मासु मिलाएर राखिसकेपछि चाहिँ चट्ट यताबाट चाहिँ निशान भाइले कतिखेर पाग्ला र म खाला भनेर हेरेको हेरे गरिरहेको थियो। त्यसपछि चाहिँ आगो पनि मस्त बल्यो र टक्क अघि राखेको मासु पनि बिस्तारै बिस्तारै मजाले पाक्न थाल्यो। चट्ट लाएर म चाहिँ त्यो पाकेको मासुलाई चट्ट लाएर म चाहिँ फर्काउँदै गर्दै थिएँ र यसरी सबै मासु पाकिसकेपछि चाहिँ सबैजना चेस गर्दै सबैजनाले पाकेको मासु खान थाल्यौँ। त्यसपछि सबैजना आफ्नो केटाहरू मासु दार्दै थिए र दारिसकेपछि म पनि दारेँ। आजको लागि यति नै। सबैजनालाई धेरै धेरै धन्यवाद। बाई बाई गाइस। हेर्दै गर्नु होला। कस्तो लाग्यो भिडियो राम्रो लागेमा फलो लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। बाई बाई गाइस।